मलाई त आँसु आउन थाल्यो। तपाईहरु के बितेको होला? मैले मागेको त मलाई त केही लागेन। उहाँहरुको जो नोक्सान हो त्यसको क्षतिपूर्ति त कहिले हुनै सक्दैन, नेभर विल, कहिले हुनै सक्दैन र राज्यले गर्न पनि सक्दैन। जिउँदो फर्काएर त ल्याउन सक्दैन। अनि भुइँचालोको गएर त्यति गर्न सकेन अनि त्यसरी के छ? बुवा हुनुहुन्थ्यो पहिले। हजुर। भनेपछि मम्मीले भुइँचाल्नै पर्यो। मम्मीले प्लस मैले पनि हेर्छु। त्यो स्टेजले त्यो भयो अनि पढ्न त्यो उस भयो त्यसैले। पढ्न मन छैन? पढ्नु नि किन? मलाई त आँसु आउन थाल्यो। तपाईहरु के बितेको होला? उहाँहरुको माग केही छैन। जति उहाँले मागेकै पो के छ र? मैले मागेको त मलाई त केही लागेन। उहाँहरुको जो नोक्सान हो त्यसको क्षतिपूर्ति त कहिले हुनै सक्दैन, नेभर विल, कहिले हुनै सक्दैन र राज्यले गर्न पनि सक्दैन। जिउँदो फर्काएर त ल्याउन सक्दैन। उहाँहरुको त वास्तवमा त्यो छोरा हो नि, छोरा अमूल्य चिज थियो। अब मूल्यवान भनौँ न उहाँहरुको लागि। त्यस्तो छोरा गयो होइन। अब त्यही पनि के छ भने बाँचुन्जेललाई एउटा अलिकति राज्यबाट मद्दत हुन्छ कि कोसिस त उठ्ने त उहाँहरूले गर्ने हो होइन। अर्काले दिएर खाएर त के हुने हो? कोसिस त उहाँले। अब उहाँ घर व्यवहार सबै छोडेर बसेको मान्छेले फेरि यो नातिहरूको लागि त बाउ बनेर उभिनु पर्यो। अब त्यही हो। त्यसमा राज्यले कति मद्दत गर्छ, कति पर्सेन्टसम्म सहयोग गरेर चाहिँ उहाँहरूलाई चाहिँ अलिकति परिवारलाई राहत हुन्छ